केटीहरू मरिमेर्छिन् पागल हुन्छन् यस्ता केटाहरूको लागि। नम्बर 1 सेल्फ कन्फिडेन्स। अब यसको मतलब यो होइन कि हरेक समय एनामा हेर्नुहोस् र भन्नुहोस् कि के हिरो देखिएको छु म। कन्फिडेन्सको मतलब हुन्छ आफूमाथि भरोसा। जब तपाईँ बिना डर आरामसँग कुरा गर्नुहुन्छ केटी सोध्ने छे ओहो यो त अलि अलग छ। साय केटाहरूको पनि अलग कुरा हुने गर्छ, तर कन्फिडेन्ट केटाहरू सिधै दिलमा घुसी जान्छन्। नम्बर 2 सेन्स अफ ह्युमर। हँसाउनुहोस् फसाउनुहोस्। केटीहरूलाई हँसाउनेवाला केटाहरूको याद हमेसा आइरहन्छ। यदि तपाईँ उसलाई हँसाउन सक्नुहुन्छ भने सम्झिनुहोस् आधी लडाइँ त जितिसक्नु भयो। तर ध्यान रहोस् जोक्स यस्ता हुन् कि केटी हाँसुन् भागुन् नै। नम्बर 3 रेस्पेक्ट। केटीहरू उनी केटाहरूमाथि फिदा हुन्छन् जो सिर्फ उनको मात्रै होइन हरेक महिलाको इज्जत गर्दछन्। यदि तपाईँ वेटर्स क्लिनर्स या आफ्नो मम्मीसँग पनि प्रेमले कुरा गर्नुहुन्छ भने केटी सोध्ने छे यसमा त ज्वाइँ राजा बन्ने पोटेन्सियल छ। जेन्टलम्यान बन्नुहोस् हिरो आफै बन्नुहुनेछ। नम्बर 4 प्यासन एन्ड एम्बिसन। जुन केटाभित्र केही गर्ने प्यासन सपना